नमस्कार छ सबैजनालाई। हजुरहरू कस्तो हुनुहुन्छ? आशा गरे हजुरहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। मेरो च्यानलको अर्को नयाँ भिडियोमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। हजुरहरू जसले मेरो भिडियो हेर्नु हुँदै थियो हजुरलाई थाहै भइसक्यो कि म फिलहाल माइती घरमा थिएँ र आज मेरो जाने दिन पनि आइसकेको छ र म बिहानै उठेर नुहाइधुवाइ गरेर बसिरहेकी छु। हजुरहरूलाई थाहै छ होला, चेलीहरूलाई माइतीबाट घर जानको दिन अलिकति नै नरमाइलो हुन्छ। त्यही पनि नरमाइलो भए पनि के गर्नु, आखिरी आफ्नो घर त जानै छ। त्यसैले म अब एकछिनमै रेडी हुनेछु, हजुरहरू हेर्दै गर्नुहोला। यता भदौ चाहिँ टिफिन बोकेर बसिरहेछ, अब स्कुल हिँड्न आँटेको यो भाइ। टिफिनहरू के छ टिफिनमा? यहाँ चाहिँ भाइको टिफिन हो। अब भाइ स्कुल हिँड्न आँटेको छ। भाइ हेरौँ त नानी कतिजना छन्? आइस खोइ दुखिरहेछन् आइस। हिमा त कोट लगाएर भाइ टाटा बाई बाई गर। अनि भाषाजी यो चाहिँ यहाँ चाहिँ घर जाने तयारी चलिरहेको छ, हजुरहरू हेर्न सक्नुहुन्छ। हजुरहरूले हेर्न सक्नुहुन्छ म घर जानलाई रेडी भइसकेकी छु। अब एकैछिनमा म जानेछु, हेर्दै गर्नुहोला। यहाँ मेरो घर लाने कोसेली रेडी भइसकेको छ र यहाँ एकछिन नानीलाई म घर हिँड्ने बेलामा बोकिरहेको छु। यहाँ मलाई बिदा दिनलाई आमा, बडेमा, हजुरआमा र भाउजू एपे वेटिङ गरिराख्नु भएको छ। अब बिस्तारै मेरो सामान पनि लोड गरेँ र अब म चढ्दैछु एपेमा र हेर्दै गर्नुहोला। हेर्न सक्नुहुनेछ म घर आइपुगेँ र हजुरहरूलाई मेरो माइतीदेखि घरसम्मको जार्नी पनि देखाएँ र कस्तो लाग्यो हजुरहरू भन्न नभुल्नु होला। र अर्को भिडियोमा चाँडै भेट्ने आश गर्दै आजलाई यति नै।